1 रुपैयाँ लगानी नगरी करोडपति बन्ने हो। यो दुनियाँ एउटा विशाल बजार जस्तै हो। यहाँ सबैले केही न केही बेचिरहेछन्। कोही आफ्ना विचार बेच्दैछन्, कोही आफ्नो क्षमता बेच्दैछन्, कोही समय, कोही सिप र कोही सामान। तर जसले बेच्नै सक्दैन, जसले आफ्नो मूल्य देखाउनै सक्दैन, त्यो मानिस कहिल्यै धनी बन्न सक्दैन। न पैसाले, न अवसरले, न मान, न सम्मानले। धनी हुनु केवल बैंक खातामा पैसा बढाउनु मात्र होइन। धनी हुनु भनेको अवसर बोकेर हिँड्न सक्ने, सोच अरूसम्म पुर्याउन सक्ने, आफ्नो क्षमताको बजार बनाउन सक्ने हुनु हो। जीवनले हरेक दिन हामीलाई एउटा नयाँ डेस्कको अगाडि उभ्याउँछ, जहाँ हामीले आफ्नो आत्मविश्वास, सिप, पहुँच र चिन्तन प्रदर्शन गर्नै पर्छ। संसारले हामीभित्रको मूल्य त्यतिकै देख्दैन। हामीले नै देखाउनु पर्छ, बुझाउनु पर्छ र दुनियाँलाई बेच्नु पर्छ। यहाँ धेरै मान्छे चुक्छन्। धेरैसँग क्षमता हुन्छ तर बोल्न सक्दैनन्। धेरैसँग विचार हुन्छ तर प्रस्तुति दिनै सक्दैनन्। धेरैसँग मेहनत हुन्छ तर आफ्नो मूल्य उठाउनै सक्दैनन्। अन्ततः संसारले देखिन भनेर गुनासो गर्छन्। संसारले देख्दैन देखाइदिनु पर्छ, संसारले सुन्दैन सुनाउनु पर्छ, संसारले मूल्य दिन्न मूल्य बनाइदिनु पर्छ। जे बेच्न सकिन्छ त्यही टिक्छ र कहिलेकाहीँ सबैभन्दा ठुलो व्यापार भनेको आफूलाई बेच्नु हो। तर बेच्नुको अर्थ सस्तोमा बेचिनु होइन, आफ्नो योग्यतामा विश्वास दिलाउनु हो। आफ्नो विचार, आफ्नो श्रम, आफ्नो शैली, आफ्नो सपना, यी सबैको बजार छ। तर हामीले बजारमा जान सकेनौँ भने कसरी धनी बन्ने? धनी भन्ने शब्दको सबैभन्दा ठुलो अर्थ पैसा होइन, आत्मविश्वास, प्रभाव, अवसर र पहिचान हो। जसले यी बेच्न जान्यो, विचार मार्फत प्रभाव बेच्यो, व्यवहार मार्फत विश्वास बेच्यो, सिप मार्फत सेवा बेच्यो, उही व्यक्ति एक दिन आर्थिक, मानसिक र सामाजिक सबै हिसाबले धनाढ्य बन्छ। तर जसले आफूभित्रको सुन्दरता, क्षमता र मूल्य बाहिर ल्याउन सकेन भने त्यो चाहेर पनि धनी बन्न सक्दैन। किनकि यो दुनियाँले केवल त्यसै दिएर कसैलाई धनी भने बनाउँदैन। यो दुनियाँले त बेच्न सक्ने मान्छेलाई मात्रै मूल्य दिन्छ। धन्यवाद।